के भनौँ न सीताले शिला टिपिन धनपति मागे भिख अम्बर नाप्नी बैसैमा मर्दो रहेछन् गुवाजे मेरे नाम ठिक रूपा बस्ने अवसर जाऊ अब अरू कुरा छैन म कहीँ जान्न गुवाजे प्रसाद भुषाल भन्ने राखेको तर केटो के हुन्छ भने प्रतिभा भन्ने कुरो खुरियानमा फाले पनि टल्कन छोड्दैन नि हिरा देखो आमाको नाम देखो सबै देखो त्यहाँबाट बेलुकी भन्नु गएर आफ्नो मान्छेलाई भन्न पर्यो नि केटी मैले देखेको छु बोलीचाली पनि भयो नि त्यहाँ त सोध्न पर्यो नि माग्ने काम त बरुको मलाई जिन्दगी यहाँ त्यसैमा गएर टक बस्छ मैले लेखेको त्यही रहेछ त्यो केटी माग्न पर्यो भनेपछि गए मान्छे गए अब रूपमाया हो चाहिँ नाम त्यतिखेरको नाम राम्रो भन्ने अहिले त रूपमाया भनेको नराम्रो मान्छेलाई रूपा भन्ने रूपमाया नाम रहेछ चिनी बनाइदियो आफूले सिग्नेचर आफूले गरिदिएको छ त्यही केटी बिहा गर्ने भयो नि भनेर सबै ठिक भयो त्यहाँबाट कुराकानी प्रसङ्ग चलाएको अब त्यस्तो सिडियोले जो बिहा गर्ने भए भनेपछि म त्यही बाह्र पढी मान्छे अब यस्तै मान्छेलाई यो ठिकै कुरो हामी यस्तो परिवारमा भन्ने भयो सबै खुसी भए परिवार छन् सिडियो साहब जन्ती लाभा लस्कर सहित आउने भए यहाँ धुमधाम भोज भतेर सबै चलेको छ बिहा सुरु हुनु भयो बाहुनले त नाम त सोध्न त पऱ्यो कर बुढाबाको नाम के हो काले गरिब भएर काले भने होला नि काशीराम भन्छ नत्र त बाको नाम के हो चेन्टे दुला बाबुको नाम के हो भन्दा गुवाजे हेर्नुहोस् है त्यसपछि दुलै रुन थालिन् बल्ल यत्खेरसम्म ठिक थिइन् नि अहिलेबाट सुकुर चलो यत्खेरसम्म खुसी दुलाको नाम गुवाजे भन्छ गुवाजे स्वास्नी भन्छन् गाउँभरि आफूलाई कस्तो गर्छ अझ भयो त्यसपछि अब बिहामा हल्का रुनु राम्रै हो भने कसैले पनि त्यसको बारेमा सुनेनन् ऊ सुक्क गरेछ अब छोरीले पछि त अब त्यो पूजा गर्दै गए अब जग्गीबाट दौड्न पनि भएन कि पनि भएन आज मेरो के अभागो है फेरि यस्तो गुवाजेसित बिहा भयो भने सिडियो हो नि त मान्छे त कति राम्रो छ सम्पत्ति पनि कम छैन होइन अब चिना पनि त्यही बनो अब बुढाले त्यही नाम राख्दै नरायणमा त्यो गल्ती गरेको थियो नरायणले जो हो हुन त त्यसपछि नागरिकता त्यसै बनो सर्टिफिकेट त्यसै बनो अब जागिर त्यसैबाट खाइयो छ अहिले गुवाजे प्रसाद भुषाल सिडियो साहब काठमाडौँको बिहा गर्ने धुमधाम दुलै रोएर बर्बाद छ सबै कुरा भयो बेलुकी दुरादुरै जो बस्ने कोठा भयो नि जुन होइन के भन्छन् इडेन लाइक द हेभन इभोक भन्छ त्यसपछि बेलुकी भने रूपा के कुरा त्यस्तो भयो के यस्तो गर्नु मान्छे त होइन जस्तो लाग्छ किन के कुरा चित्त बुझेर भन्दा मुक्त भएर भन्न सक्दिनँ है के हो भन मलाई घर चाहिँ फेरि आखिरी कुरो के रहेछ भनेर कुरा गर्ने